नमस्कार, गुमनाम पानाहरूमा यहाँहरूलाई स्वागत छ। आज म एउटा कथा लिएर उपस्थित भएको छु। एका बिहानै ठाक ठुकठुकले आँखा खुल्यो उसको। बा भने हातमा हम्मर र किल्ला काँटी बोकेर खोर बनाउँदै रहेछन्। ए उठिस, आइज त यता समात। ओ मिस्त्री, सुन त ढोका यता राख है, अनि झ्याल चाहिँ यता। बाख्रा अहिले 10वटा छन्, उकुस मुकुस होला नि यिनीहरूलाई फेरि। म बाको त्यो उमेरमा पनि यति धेरै जोस देखेर छक्क परे। यत्तिकैमा एउटा व्यक्ति घरको आँगनमा आइपुग्यो। खसी बेच्ने भए म किन्न आएको, बेच्नलाई छ? बा आफ्नो ढाका टोपी मिलाउँदै। कतिवटा खोजेको हो बाबुले? त्यो मान्छे बातिर फर्केर। कतिवटा छन् बेच्नलाई? बा 10वटा। अनौठो खुसी देखिन्थ्यो त्यो मान्छेको अनुहारमा। ए सजिलो भयो, भौतारिनु परेन। ठुलै फार्म रहेछ हजुरको। खोर हेरेर त्यत्रो खसी होला भनेर सोचेकै थिइनँ। वाह, देखिने कुरा र हुने कुरा फरक हुन्छ नि हजुर। बसेरै कुरा गरौँ न। मेरो ठुलो फार्म माथि गाउँमा छ। कहिलेलाई चाहिएको होला खै? पर्सिको लागि। मासु पसले हो म। ठुलै टेन्डर हात परेको छ यसपालि। वाह, ल बधाई छ। एक गाँस सेवा लिन आउनु पर्ला जस्तो छ। त्यो मान्छे, भइहाल्छ नि। अनि मलाई 6वटा चाहिएको हो। म पर्सि यहीँ आउँछु है। वाह, हस् नमस्कार। एउटा प्रश्न मनमा आइहाल्यो। बा, हामीसँग फार्म छ र? खसी त जम्मा 2टा मात्र हो नि। तपाईँ भ्रममा हो कि म भ्रममा हो? बा मुस्कुराउँदै भने। उसलाई खसी चाहिएको हो, फार्म होइन। सही कुरा हो, न फार्म छ न 6वटा खसी। मैले अलिक अप्ठ्यारो मानेर। बा यो त झुट हो नि है? बा झुट भन्दा नि साँचो कुरा लुकाएको भन्न। माथि कान्छाको घरमा 3वटा, माइला दाईकोमा 2टा र किस्नेकोमा चाहिँ एउटा लायकको खसी छ। त्यो समस्या छैन। 30,000 चाहिँ कहाँबाट निकाल्ने होला त्यो सोच त। बिरे टाउको बनाउँदै। के भन्या बा? 30,000मा लगभग 20 केजीको खसी। त्यो पनि हामीलाई अझै चाहियो 4वटा। 80 × 700 गर्दाखेरि त लगभग 56,000 पुग्छ। 30,000मा के लिएर आउन खोजेको हो र? बा हेर, मलाई यिनीहरूले विश्वास गर्छन् र आधा पैसा पछि दिन्छु भन्यो भने सजिलै मान्छन्। अझ यिनीहरूलाई त खसी बेच्नलाई सहर पनि जानु परेन। उनीहरूलाई नि सजिलो, मलाई नि सजिलो। बिरे, किन यस्तो टन्टो गरेको बा? 2वटा खसी छ, त्यही लैजाऊ भनेमा भइहाल्थ्यो नि। यता र उता भौतारिन भन्दा त। बा मुस्काउँदै। हेर, त्यो मान्छेले पनि झुट बोलेको हो। मासु पसले होइन नि त्यो। कति खसी लाने, कति किलोको खसी लाने अन्यलमा तब पर्छ जब उसलाई थाहा हुँदैन के चाहिएको हो भनेर। ऊ व्यापारी हो बुझिस्। अर्कोचोटि ऊ यताउता भौतारिन भन्दा सिधा मलाई फोन गर्छ। अनि म यताको खसी उता पारेर 4-5 हजार तान्न सक्छु बुझिस्। मौका भन्ने चिज कहिलेकाहीँ यसरी नै भौतारिँदै आइपुग्छ। च्याप्प समात्ने हात हुनुपर्छ। 10 दिन घर बसेपछि काठमाडौँ गयो। फेरि तयारी गर्न, नयाँ जोस जाँगर र किताब लिएर। पार्ट टाइम जब गरिदिउँ कि क्या हो, पाकेट खर्चको लागि। यसो मनमनै सोच्यो। बिहान 10 बजेदेखि 2 बजेसम्म क्लास जान्छु, त्यसपछि पार्ट टाइम जब गर्छु, अनि पढाइ सुरु। काम पनि कस्तो ठाउँमा पायो? किताब पसलमै। अरूले भन्दा पहिले नयाँ किताब उसको हात पर्थ्यो। इन्ट्रान्स प्रिपरेसनसँगै उसले BBA को लागि TUमा पनि आवेदन दियो। ब्याकअपको लागि। जे भयो नि, समय र डिग्री दुवै महत्त्वपूर्ण हुन्छ। सधैँ एउटा शङ्का मनमा खेलाइरहन्थ्यो। फेल भयो भने के गर्ने? तर पनि यसले उसलाई डर होइन, मेहनत गर्ने ऊर्जा दिन्थ्यो। BBA को लिस्टमा उसको नाम आयो अग्रपन्थीमै। पढौँ कि नपढौँ भन्ने दुधारमै TUमा भर्ना लियो। तर क्लास भने गएन। सिधा इक्जाम दिन्थ्यो, आउँथ्यो, इन्जिनियरिङको इन्ट्रान्स प्रिपरेसनको पढाइ सुरु। BBAमा धेरै राम्रो अङ्क ल्याएर पास भएछ। तर मतलब नै छैन। इन्जिनियर बन्ने भनेपछि बन्ने नै हो भनेर लागेको छ। यसरी 1 वर्ष नाग्यो र फेरि उही दिन आइपुग्यो। अब त झन् गाह्रो। उसकी प्रेमिकाले लोकसेवामा 6औँ तहमा नाम निकाली छ। अब उसले नाम निकाल्न सकेन भने नामर्द जस्तो देखिने भयो। साथीलाई 1 वर्ष अघि भनेको कुरा सम्झियो। बाबुआमाको आश सम्झियो। फेरि उही घडी दोहोरियो जलजली आँखा अघि। रिजल्टको पङ्क्ति आयो। ढुकढुकीको चालले शरीर थर्काइरहेको। आँखा पनि टिलपिल टिलपिल पार्दै हेऱ्यो। 1 पटक, 2 पटक, 3 पटक। आफ्नो नम्बर भेटेन। यो अवस्थामा परेकालाई मात्र थाहा हुन्छ के भयो होला उसलाई। हीनताबोध, लाचारी, नामर्दपन, घृणा, रिस।
यी शब्दले के बयान गर्थ्यो र उसको अवस्था। एक नास कोठामा बस्यो। मन्दिर जाने आँट आएन, बाहिर उज्यालो हेर्ने आँट आएन, नयाँ किताबको पाना हेर्ने आँट आएन, काम गरेको ठाउँमा जाने आँट आएन, साथीलाई फोन गर्ने आँट आएन, रुनको लागि पनि आवाज निकाल्ने आँट आएन, आफ्नो अनुहार आफैले ऐनामा हेर्ने आँट आएन। मोबाइलमा फोन आयो उसको मायाको, उठाएर कानसम्म लाने आँट आएन। कता हो सुन्नु त, तपाईँले भने जस्तै हल्का पाकेको फर्सीलाई हल्का खुँडेर पकाएको छु, चना र केराउ हालेर। म लिएर आउँछु, कति नजानु नि। फोन काटियो। ऊ आई कोठामा ढोका लगाएको थिएन। सायद उसको रिसले फोर्न सक्छ भनेर होला। खाटको कुनामा टोलाएर बसेको देख्छे, आँखामा आँसुको रेखी देख्छे। केही बोलिन, प्रेसर कुकरमा भात बसाली। 1 घन्टा भयो, न बिरे केही बोल्यो न ऊ केही बोली। बस खाना पकाएर पस्की। फर्सीको तरकारी र भात 2 भाग लगाई। त्यो शान्तपन बुझिछ उसले, केही बोलिन। खानाको थाल उसको नजिक लिएर गई, एकदम निहालेर उसको आँखामा हेरे। एउटा लासको जस्तो प्रतिक्रिया आयो। उसले भने, अब खाना खाम है, लास्टै भोक लागेको छ। यो सुनेपछि पनि कुनै प्रतिक्रिया आएन। बिरेबाट उसले टाउको समातेर 1 गाँच मुखमा हालिदिए। ख्वाङ ख्वाङ गर्दै झस्कियो। ऊ गुराँस गुराँस चपाएर निल्नु न हौ। त्यो खोकी सिपियार दिएर उठेको बिरामी जस्तो, भर्खर जन्मेको बच्चाको जस्तो, सास तान्न कष्ट गर्दै गरेको बिरामीले एकमुठी सास फेरे जस्तो, पानीमा डुबेर तडपेर कसैले बाहिर निकालेको जस्तो, छाती थिचेर उकुस मुकुस पारेको सपनीबाट झस्किएर भिउजिए जस्तो। जसरी एउटा नवजात शिशुले आफ्नो अगाडि जो छ सबैलाई आमा ठान्छ, त्यसरी नै उसले पनि अगाडिको मान्छेलाई विश्वास गरे चाहिँ ट्वाल्ल परेर हेरिरह्यो। मुख खोल्यो, 1 गाँस खाना अड्कियो, पानी खायो, पानी अड्कायो। ऊ भन्छे, आहिस्ता आहिस्ता खानु न। आफ्नो अगाडि उभिएको आकृति बल्ल स्पष्ट हुँदै गयो। बिरे एउटा बच्चा जसरी रुन्चे भाषामा, मलाई छोडेर जाऊ ल, मसँग नबोल ल, मेरो कारणले तिमीले धेरै दुःख पाउने भयो। ऊ बिचारी ख्याल ठट्टा गर्ने कहिले भन्ने थाहा नभयो कि। ल ल गइहाल्छु नि, भोलि दक्षिणकाली जाने हो, बिर्सनु होला नि फेरि। एक एक गरी घुक्क घुक्क गर्न थाल्यो। उसको काखमा टाउको राखेर रुन थाल्यो। उसले कोही केटा मान्छे यसरी पनि रुन सक्छ भनेर सोचेको पनि थिएन। सधैँ हाँस्ने हँसाउने मान्छे यसरी रुन सक्छ? त्यो रुवाईमा कति वेदना थियो खै। उसको आँखामा पनि आँसु आउन थाले। भएको त केही थिएन, तर ऊ पनि रुन थाली, घुक्क घुक्क गर्दै। थाहा छैन कति समय भयो रोएको, तर थालको भात धेरै चिसिएर माखा भन्किन थालिसकेछ। त्यसपछि बिरेले टाउको उठायो र उसलाई अँगालो हालेर, तिमी किन रुवाको भनी सोध्यो। उसले पनि रुन्चे पारामा भनी, फर्सीमा माखा लाग्यो भनेर। घरमा फोन गर्यो, बा ढोक गरे, भाग्यमानी भएस्। यसपालि फेरि नि सकिनँ नि बा, मैले तिमीले सोचेको जस्तो राम्रो छोरो बन्नै सकिनँ। बा त राम्रो पनि होइनस् नराम्रो पनि होइनस्, जे होस् मेरो छोरो होस्। दसैँ र तिहारमा घर आउँछस् नि होइन? बिरे आउँछु, यति भए पुग्छ मलाई र तेरो आमालाई। अरूको लागि राम्रो बन्ने चक्करमा नहिँड, दुःख पाउँछस् फेरि। बिरे तर म इन्जिनियर बन्न सक्दिनँ होला बा। बा यो मेरो होइन, तेरो रहर हो। इन्जिनियर बनिस् भने राम्रो नत्र नराम्रो भन्ने चिज हुँदैन। आफूलाई हेर पहिला के बन्दै गइरहेछस्, अनि बिबिएको के भइरहेछ त? बिरे त्यसको त टेन्सन छैन, 82 हान्या छु, तर पनि इन्जिनियर बनेको भए। बा अलिक कडा बोली गर्दै, आँपको रुखमा अनार फल्या भए, मकैको चमरामा धान उम्रेको भए भनेर काम छैन। आफ्नो अगाडि जे अवसर छ समात्न खोज। हेर जसलाई पनि उम्केकै माछा ठुलो लाग्छ।